नमस्ते सबैजनालाई। आज पनि म फेरि यस भिडियोमा आइसकेको छु। जस्तै तपाईँले जुन यहाँ बोर्डमा हेर्नुहोस् त, पुलिसले पक्रेको जस्तो छ नि, यस्तो भिडियो फोटोहरू चाहिँ तपाईँले कसरी बनाउने त, यसको बारेमा फुल डिटेल लिएर आइसकेको छु आज म। यसको लागि तपाईँले कसैलाई बनाइदेल भन्नु पर्दैन, तपाईँ आफै आफ्नै मोबाइलमा बनाउन सक्नुहुन्छ, त्यो पनि फ्रीमा। यदि तपाईले हाम्रो भिडियो सधैँ हेर्दै गरिराख्नु भएको छ र हाम्रो च्यानलसँग जोडिनु भएको छैन, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानलसँग जोडिनु होला, ताकि यस्तो भिडियोहरू हामीले अपलोड गर्ने बित्तिकै डाइरेक्ट तपाईँलाई नोटिफिकेसन आउनेछ। हस् त, अब लागौँ भिडियो स्टार्टतिर। ल तपाईँ यहाँ हेर्नुहोस् है त, स्क्रिनमा हेर्नुहोस्। म जस्तो मैले फलो गरिरहेको छु त्यस्तै फलो गर्नु होला तपाईँले पनि। तपाईँको फोटो अवश्य पनि बन्नेछ। हस् त, सबैभन्दा पहिलो प्रथम तपाईँले प्ले स्टोरमा गएर तपाईँले च्याट जिपिटी एप डाउनलोड गर्नु होला। च्याट जिपिटी एप चाहिँ तपाईँले डाउनलोड गर्नु होला। अनि तपाईँले च्याट जिपिटी एप डाउनलोड गर्ने बित्तिकै तपाईँको चाहिँ यस्तो खालको च्याट जिपिटी रहेको छ। यो जिपिटी तपाईँले डाउनलोड गरेर चाहिँ जुन इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि तपाईँ जानुहोस् डाइरेक्ट जुन च्याट जिपिटीलाई खोल्नुहोस् है। अब च्याट जिपिटी त तपाईँले खोल्नुभयो। अब च्याट जिपिटी खोलिसकेपछि सबैभन्दा पहिला यहाँ हेर्नु त, मैले मार्किङ दिएको छु। यहाँ प्लसको आइकनबाट तपाईँले एउटा फोटो छान्नुहोस्। यहाँ फोटो छानिसकेपछि यहाँ तपाईँले एक्जाम्पल म तपाईँलाई अहिले हालको एक्जाम्पलको लागि मात्र देखाउँछु। जस्तै मैले यो फोटो पक्रेको बनाउँदैछु है। अब यो फोटो मैले यहाँसम्म लिए। अब यहाँ चाहिँ तपाईँले केही कुराहरू चाहिँ फलोअप गर्नुपर्छ, केही कुरा चाहिँ तपाईँले लेख्नुपर्छ। यदि तपाईँले लेख्न आउँदैन भने म डिस्क्रिप्सनमा अथवा म कमेन्ट बक्समा चाहिँ म यो राखिदिनेछु, तपाईँले त्यहाँदेखि कपी गरेर डाइरेक्ट लिएर जान सक्नुहुन्छ है। जस्तै यहाँ चाहिँ फर्स्ट टाइममा लेख्नुहोस् जेपिटी मलाई एउटा पुलिसले पक्रेको पुलिसले पक्रेको अनि हातमा हटकडी भएको, अनि त्यसपछि टाउको तलतिर हेरेको है। अब मैले के लेखेँ, जेपिटी मलाई एउटा जस्तै यहाँनिर मैले फोटो लेख्न बिर्सेछु। जेपिटी मलाई एउटा फोटो पुलिसले पक्रेको अनि हातमा हटकडी, टाउको तलतिर हेरेको, अनि यहाँनिर लेख्नुहोस् एउटा थोरै निराश भएको यो भयो। अब तपाईँले पुलिस कतिजना राख्न चाहनुहुन्छ पछाडि ब्याकग्राउन्डमा? जस्तै एक्जाम्पल मैले 3 जना पुलिस राख्न चाहन्छु है। 3 जनाको लागि 3 जना पुलिस पछाडि देखिने, 3 जना पुलिस पछाडि देखिने। अनि त्यसपछि तपाईँले पछाडि जेल पनि देखिने, थोरै पछाडि अब जुन फलामहरू देखिने। अब जस्तै जेल पनि देखिने। अनि त्यसपछि कहाँको स्टेसन राख्न चाहनुहुन्छ? एक्जाम्पल म चाहिँ रुकुमको हो, म रुकुमको स्टेसन राख्न चाहन्छु। जस्तै रुकुमको म राख्नको लागि रुकुम पुलिस चौकी, रुकुम पुलिस चौकी। यहाँनिर चाहिँ यस्तो खालको पूर्ण विराम लगाउनु होला।
जस्तै ताकि एआईले जुन जेपिटीलाई अझ राम्रोसँग स्पष्ट तरिकाले थाहा होस्, यहाँ चाहिँ यस्तो किसिमको एरो लगाउनु होला। यति लगाइसकेपछि जस्तै भयो यहाँ के भयो, जेपिटी मलाई एउटा फोटो पुलिसले पक्रेको अनि हातमा हटकडी टाउको तलतिर हेरेको निराश भएको 3 जना पुलिस पछाडि देखिने, जेल पनि देखिने रुकुम पुलिस चौकी। जस्तै मैले रुकुम भयो, रुकुम कोट, जस्तै मैले रुकुम कोट बनाउँछु, रुकुम कोट पुलिस चौकी। ल मैले चाहिँ यो बनाएँ हैन। अब यति बनाइसकेपछि तपाईले यहाँ फलोअप गर्ने कुराहरू लगभग सिद्धियो। अब तपाईले यतिमा लेख्नु पुलिस चौकी लेखेको BAC के ब्याकग्राउन्डमा। अब यति भइसकेपछि तपाईले सेन्ड गरिदिनुस्। यति गरिसकेपछि तपाईले केही समय चाहिँ वेट गर्नुपर्ने हुन्छ। 5 देखि 10 मिनेट पनि लाग्न सक्छ, जस्तै 2 मिनेटदेखि 4 मिनेट 5 मिनेटसम्म पनि लाग्न सक्छ। ल फोटो जेनेरेट हुन सुरु भइसक्यो, फोटो अब उसले बनाउन सुरु गरिसक्यो। जस्तै यहाँ हेर्नु त स्क्रिनमा जब उसले फोटो बनाउन सुरु गरिसक्यो, केही समय वेट गर्नुहोस् र केही समयपछि मैले रेल गरेर नै देखाइदिन्छु तपाईलाई। यसरी चाहिँ तपाईले मजाले फोटो भिडियोहरू बनाउन सक्नुहुन्छ। यदि तपाईँ अझै पनि हेरिराख्नु भएको छ, हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, किनकि तपाईहरुको लागि भनेर नै हामीले यस्तो भिडियो बनाएर ल्याइरहेका हुन्छौँ। किनभने आर्टिफिशियल इन्टेलिजेन्स यिनी सम्बन्धीको बारेमा हामीले हरेक हप्तामा 2वटादेखि लिएर 3वटा भिडियोहरू चाहिँ हामीले कन्टिन्यू अपलोड गरिरहेका हुन्छौँ, ताकि यति मात्रै नभएर अरू कुराहरू पनि हरेक कुराहरू तपाईले थाहा पाउन सक्नुहुन्छ। त्यसैले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोस्, ताकि हामीले अपलोड गर्ने बित्तिकै तपाईकोमा नोटिफिकेसन जाओस्। हस् त, हाम्रो फोटो जुन हामीले बनाउनको लागि दिइसकेको थियौँ त्यो फोटो उसले बनाइदिइसकेको छ। हेर्नु त स्क्रिनसटमा, स्क्रिन रेकर्डमा हेर्नु त, यहाँनिर हेर्नु त कसरी पक्रेको छ। हातमा हटकडी छ, पछाडि 3 जना पुलिस छ, रुकुमकोट पुलिस चौकी भनेर चाहिँ पछाडिबाट लेखिएको छ। यसरी चाहिँ तपाईले बनाउन सक्नुहुन्छ। यदि तपाईको पुरै फुल छ भने त्यही अनुसारले पनि बनाइदिन्छ उसले। तपाईले कस्तो चाहनुहुन्छ त्यही अनुसारले बनाइदिन्छ उसले चाहिँ है। जुन मैले यो फोटो अपलोड गरेको थिएँ र मैले लेखेको थिएँ जेपिटी मलाई एउटा फोटो पुलिसले पक्रेको अनि हातमा हटकडी टाउको तलतिर हेरेको निराश भएको 3 जना पुलिस पछाडि देखिने, जेल पनि देखिने रुकुमकोट पुलिस चौकी लेखेको ब्याकग्राउन्डमा भनेर चाहिँ मैले भन्ने बित्तिकै ब्याकग्राउन्डमा लेखेको छ रुकुमकोट पुलिस चौकी अनि हातमा हटकडी छ अनि पछाडि हेर्दा 3 जना पुलिस छ। यसरी चाहिँ तपाईले बनाउन सक्नुहुन्छ। र यसलाई डाउनलोड गर्नको लागि तपाईले एकचोटि यो फोटोले क्लिक गर्नुस् र फोटोले क्लिक गरिसकेपछि यहाँ जुन माथि छ नि, हेर्नु त मार्किङ लगाइरहेको छु मैले, यहाँ सेभ भन्ने बटनमा चाहिँ तपाईले सेभ गर्नुस्। केही सेकेन्ड ल्याउन सक्छ, 2 देखि 3 सेकेन्डसम्म ल्याउन सक्छ, 3-4 सेकेन्ड ल्याउन सक्छ। अब मेरो उछाले भइसक्यो। यसरी चाहिँ तपाईले फोटो जेनेरेट गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईले बनाउन सक्नुहुन्छ। यो कुनै क्यापकटबाट पनि बन्दैन। यो क्यापकटबाट बन्छ भनेर धेरै मान्छेले भन्नुभएको छ, यो हावा हो, क्यापकटदेखि होइन। यो भनेको एउटा च्याट जेपिटी एआईको माध्यमबाट बनाएर चाहिँ उहाँहरूले अपलोड गर्ने काम गर्नुहुन्छ। त्यसैले हो तपाईहरुले हेर्दा चाहिँ भ्रममा पर्नु भएको जस्तो छ, तर खास जेपिटीबाट नै बनेको फोटो हुन्। यिनीहरू जति छन् यो सब जेपिटीबाट नै बनेको फोटो हुन्। हस् त, आजको भिडियो म यहीँदेखि छुट्टिन चाहन्छु। फेरि पनि अर्को हप्ता म हरेक भिडियोहरू लिएर आइरहने छु। यस्तै भिडियो हेर्नको लागि हामीसँग अवश्य पनि जोडिन नबिर्सिनु होला। र यो भिडियो धेरै साथीकोसम्म पुर्याइदिनुहोस् कि धेरै साथी कहाँसम्म पुर्याइदिनुहोस्, ताकि उहाँहरूले पनि यस्तो फोटो बनाउन सकुन्। तपाईका साथीहरूलाई पठाइदिनुहोस् र तपाईका साथीहरूले पनि यस्तो फोटो बनाउन सकुन्। हस् त, छुट्टिन्छौँ है त। नमस्ते सबैजनालाई।